हाम्रो चाहिँ अब क्याम्पिङको लागि प्याक हुँदैछ है त गाइजहरू। ओए खोइ गाइज हेलो 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 भारती के भन्नु त है सामानहरू सबै छुट्यो। लगाएको थिएँ अब कहाँको कसरी के भयो थाहा छैन। हामी चाहिँ लेक सेन्ट क्लियर जाँदैछौँ। हाम्रो ड्राइभर सर राइडर वाइ कस्तो सनै चाहिँ मारेको छ है। किन यस्तो गरेको? त्यस्तै गर्न मन लागेको गरेर के गर्छु चाहिँ उहाँ चाहिँ भोमिट गर्ने मान्छे। एउटा खसी यहीँबाट लगेर बोकेर जानु पर्ला जस्तो गर्छ। तिम्रो 10 हजारमा त त्यो खसी त जो खाली हुन्छ चराउनु जाने। तिम्रो 10 हजारमा त खसी त डाम्री पर्छ। त्यो खाने मात्रै हो। भन्छु अर्को गाडी फेरि त्यहाँ जानु लाग्यो ज्यादा उल्टो जानु लाग्यो। गाडी हो त्यो। हामी वाटेभर कस्तो गाडी भयो? कति लामो है। त्योभन्दा फास्ट चलाउन बेबी के हो पारा? यस्तो पानी छ हेर त। के बेबी? यही हो ए यो रे भित्र होला नि। यही त हो नि होइन र? यही हो के हो यार? बालबच्चा यही हो होला। बेबी यही होला ड्याम। गाई चढेर आएको नि त। यो त ऊ बनाएको होला के जनावरको लागि खाना खाने बनाएको होला कि पानी खाने कि माथि गाई चढेर तिनीहरूको लागि होला। हामी चाहिँ फाइनली हाम्रो क्याम्पिङ साइटमा आइसक्यौँ। हजुर यहाँ नै बस्ने हो। अनि यहाँ दाउरा हेरेर त बेबी कति पर्ने रहेछ? 12 केजी के 12 केजी कति डलर हो? अनि यहाँ दाउरा चाहिँ यहाँ रहेछ $18 15 किलो ब्याग। ओके ठिक त्यस्तोहरू महँगो चाहिँ रहेनछ। अनि यहाँ दाउरा किनेर अनि यहाँ आइस पनि रहेछ। यो चाहिँ हाम्रो क्याम्पिङ साइट। अनि राति चाहिँ क्याम्पिङ पुरै गर्ने हो। वा राम्रो है हावा हाम्रो क्याम्पिङ साइट माथिबाट आयो। हामी चाहिँ क्याम्पिङ साइटमा आइसकेका छौँ। सामान होइन हाम्रो क्याम्पिङको टिकट आइडन के छ उनीहरूले अस्ति हिजो बुक गराएको थियो। भयो के रहेछ हो? यो पुरै जुन यो किचन छ नि किचन यसको साइडतिर गरौँ कि नि सजिलो हुन्छ नि त। के छ ठिक छ नि। हाम्रो त्यो हाम्रो लोकेसन होइन लोकेसन हेर है ठ्याक्क। त्यो खोजौँ भेटेन भने त कहाँदेखि उता माथि हेर्नु त कङ्गारू ऊ कङ्गारू दगुडेको पारी उता लास्ट टाढा रहेछ तर कङ्गारू दगुडिरहेछ उता। सो हामी पार्किङको लागि वा कङ्गारू हेलो हामी अहिले लेक सेन्ट क्लियरमा पुगिसकेका छौँ। हामीसँग हुनुहुन्छ हाम्रो मेन राइडर केटो मोहन। एकदम बवाल लाग्यो अलि एक दुई प्याक हानेपछि बल्ल आउँछ हाम्रो कुरा चाहिँ। अहिले चाहिँ आउन्न। अरे कहना क्या चाहते हो? उहाँले खासै बोल्न लजाउनु भयो र त्यसै गरी म यतातिर निर्माया पुन हुनुहुन्छ मसँग। यहाँ कस्तो लाग्यो तपाईँलाई यो राइड? बवाल कस्तो राम्रो ठाउँ रहेछ यो। हेर्नु त यो पुरै हेर्नु त हामीसँग बोट चाहिँ छैन होइन तर बवाल ठाउँ रहेछ। यति हो भति चाहिँ अलि धुलो चाहिँ खाइन्छ क्या हो तर साइड चाहिँ दामी छ होइन। धुलो आँखा पऱ्यो
ल अब उहाँ बोल्दै हुनुहुन्छ है त बोल मसँग हुनुहुन्छ अर्को व्यक्ति भगवती घरती मगर के भगवती क्या राम्रो नाम दिपक थ्याङ्क यू सो मच कस्तो लाग्यो तिमीलाई मलाई रमाइलो लागिरहेछ मेन चाहिँ रमाइलो लागिरहेछ ल आफू पनि बोलिदिउँ त अब चाहिँ कसरी खाना बनाउनु त्यस्तो धुलो उडिरह अब चाहिँ हाम्रो दिपक सर दिपक बोल्नुहुन्छ अब विपिन बो भन ल के रमाइलो लाग्यो राइडमा अब चाहिँ हामीहरू क्याम्पिङ गरेर 2टा टेन्ट ल्याएको छौँ क्याम्पिङ गरेर रमाइलो गर्छौँ त्यस्तै गरी हामीसँगै रहनु होला हामी आउनु यसको 1 घन्टापछि क्याम्पिङ देखाउँछौँ बाई बाई सी यू सो हाम्रो टेन्टवालाहरूले चाहिँ टेन्ट बनाउँदैछन् यहाँ ओ माई गड राम्रो भयो त अहिले त गाड्नुपर्छ होला त यो सो टेन्ट अलमोस्ट भयो भनौँ न एउटा यो चाहिँ गाइजहरूले सो हाम्रो फाइनली चाहिँ हाम्रो टेन्ट रेडी भयो अनि त्यो भारतीयहरूको टेन्ट हो अनि यो चाहिँ हाम्रो टेन्ट हो नाइस भ्यू भयो अमेजिङ भ्यू छ होइन त गाइजहरू अब हल्का खाजा खाएर हामी फेरि हाम्रो बेडको चाहिँ पम्प हालेर हाल्छौँ पम्प लाएर ठुलो बेड बनाउँछौँ अहिले चाहिँ खाजा खान जाँदैछौँ है त हामीले चाहिँ यता बार्बिक्यू गर्ने सोचिरहेको थियौँ तर भएन अब हामीले आफ्नैमा गर्छौँ अब हामी तलै गएर गर्छौँ तात्यो र हाम्रो चाहिँ अब बार्बिक्यू हुन लाग्छ यहाँ तर लास्टै हावा लागेको छ कि पुरै आज धुलो पनि खाने भयो नि खाइसक्यो म त के हुन नि ल हाम्रो चाहिँ अब बार्बिक्यू टक्क हुन लाग्छ यहाँ बार्बिक्यू भइसक्यो एक्चुली अमेजिङ होइन त यता हेर त ल गाइस ठिक छ नि ओ मजा उसले पनि अर्कोले रिस पखालिदिरहेछ पखालिरहेछ के छ यता हेर्दा फोर छ लास्टै अरू मान्छेको छ यो भारतीयहरूको बनाएको छ त्यहाँ चाहिँ अनि उताको चाहिँ हाम्रो उता महेन्द्रहरूले चाहिँ बार्बिक्यू गरिरहेको छ अनि हामी अहिले फिसिङ पनि गर्छौँ अनि तपाईँहरूलाई पनि आउनु मन छ भने यो ठाउँमा आउनलाई एकदमै राम्रो छ है कति $60 होइन $60 हामी 4 जनालाई अनि एकदम बेस्ट प्लेस ठाउँ नि भने नि न ठाउँ चाहिँ लेक सेन्ट क्लियर्स यो हाम्रो सिडनीबाट चाहिँ 2.5 घन्टा जति लाग्छ न्यू क्यासल नजिक हो नि होइन त्यो 2 घन्टा लाग्छ त्यस्तै हो जस्ट तपाईँहरूले गुगल सर्च गर्नुभयो भने पाउनुहुन्छ अनि त्यहाँ पनि गर्न सक्नुहुन्छ ओन्ली $60 फर 4 पिपल्स ओके लेट्स गो त्यो बार्बिक्यू हाम्रो स्पट देखाइदिन्छ होइन म कपाल म एकदमै त्यो भुत जस्तो देखाएको छु होइन यो कपाल पुरै उडेर मुखभरि बालुवा परेछ जहाँ पाल्छ अरे कहना क्या चाहते हो यो चाहिँ भारतीको डायलग चोर्या मैले अघि भारतीले मलाई सिकाइरहेको थिएँ जहाँ पाल्छ सबैमा बाल्न छिरेछ भनेर भारतीले सिकायो है यो भारतीको घर आजको लागि मेरो त्यो पारिको बोट देखाउनु त त्यो बोट चाहिँ यो बोट चाहिँ
जुम गर्नु मिल्दैन यो बोट चाहिँ हाम्रो हो भारततिर मैले किने भन्न मिल्दैन है कुकहरू एनिथिङ बिचरा कालै काला भएछन् दुईजना ल्याम्प लास्ट ल्याम्प भयो कोही कोही बिफ यति ल्याम्प ओए साँच्ची 2 केजीमा ल्याम्प यति मिठो भयो सिरियसली हामी 2 किलो ल्याम्प खाइसकेर के बोलेर मरेको यो अब यो 2 केजी मात्र मासु खान्छु भन्ने 2.5 केजी मासु सकिसक्यो अझ आएको छैन अझ गएको छैन खाने मान्छेको कहाँ राख्ने फिसिङ गरे यो हाम्रो फिसिङ रड खतरा माछा चाहिँ परेको छैन तर हामी फिसिङ गर्नु भनेर ए कुनै हालेकै रहन्छ के अघि हालेको थियो हालै छैन र अघि हालेको थियो उता अल्झ्यो अनि निकालेको फेरि अझै हालेर रहन्छ अहिले चाहिँ तर अहिले हाम्रो हामीले डोरी त्यतिकै उडिरह हो हालै छ नि हाल्यो रहेछ त यी त्यही हजुर नदेखिएर मेरो आँखै मेरो कमजोर भइसकेको छ कि हालेछ। हाले रहेछ यो सेतो सेतो भएर नदेखिया रहेछ रहेछ खोइ यी क्यामेरामा पनि देखेको गएको छ अनि क्यामेरा पनि देखिन है देखेर सेतो भएर देखेँ म दौड भर्खर देखेँ यार त्यहाँ गएर ए अघि अल्झ्या जस्तो मान्छे अल्झ्या रहेछ ल अब खाऊँ है त फेरि पेट पूजा गरौँ है त ल मजा आएछ गाइज मासु धेरै खाइयो मासु त हामीले 2 किलो खाइसक्यौँ 2 घन्टा भइसक्यो यता यता ल्याम्प अड्केर जिन्दगी खराब भएको छ नेचुरल टुथपेन भटेको छु मैले पट्टाएँ यार हाम्रो टेन्ट विपिन चलाउने ए पर्व आगो हाम्रो ल गाइजहरू के छ मैनजी के खायो के तिर्खा लाएर हानेको तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ 2.5 केजी मासु हानेर ओ माई गड 2.5 किलो 2.5 किलो छ अब हान्नु पर्यो अझै बाँकी छ अब पोर्क मार्केट बाँकी छ होइन अब पोर्क खानुपर्छ एकछिनमा अहिले आगो तापिरहेको छौँ हामीले क्याम्पिङमा हाम्रो त्यो यो साइड टिङ हाल्नुपर्छ क्या अब त्यो साइडमा एउटा नि सानोवाला टेन्ट छ अर्को टेन्ट अझ कि नै टेन्ट यहाँ पछाडि छ राम्रो भएको छ लागि परेको खतरा चल्छ नि हाम्रो आगो यता हावा हेरेको छ हाम्रो चाहिँ यो हाम्रो आगो तर उता उता त अरू क्याम्पिङको मान्छेहरू हुन्छ हाम्रो अर्को ग्रुप भन्नु न अर्को ग्रुपको उता चाहिँ फेरि उता ठुलो आगो बालिरहेको छ उता चाहिँ हाम्रो जलाइदिला कि सो हामी त अब दिनभरि पनि अनि साँझ बेलुका पनि हावा भर्याभरि उहाँ पेट फुल्लाइ फुल्लाइ हावा भर्दैछन् रक्सीभरि निस्किने भयो पेटको हावा निकाल्दै हुन्छ यही हो हामी बिहानदेखि हो हावा यो बेडको लागि चाहिँ हावा भर्दैछौँ बेड पनि अर्को पाइन लिनु पर्ला एयर म्याट्रेस अर्को पाइन्ट ठुलो भएर एक रातमै थाइ ठुलो होला जस्तो त केही भन्छौ साले के भन्नु सो हामीले चाहिँ फोटो खिचेको यो चाहिँ भारतीय मेरो अघि खिचेको भारतीयको दाँत मात्रै देखाएको छ त्यहीमा छेउमा किन यस्तो छ कि छेउमा चाहिँ अलिक टाइट भएपछि हुन्छ ल अनि यो चाहिँ हामी 4 जनाको 100% नगरौँ भनेर छ नि त अनि भारतीय मेरो चाहिँ मजुर आएको छ अलि गाना सकिँदा बित्तिकै बन्द हुन्छ है बुढी ल कुन गीतहरू भन्नु न एउटा इच्छा तपाईँको हजुर यत्रो डोरी क्वीन पाको पात माया तिमीलाई सम्झिन्छु दिनको रात म स्याङ्दी सल ल हाम्रो चाहिँ उनो खेलेर उनोमा हारेर नाचेको है अहिले चाहिँ अहिले चाहिँ फेरि हारेर उनोमा बुढाले गाउने बुढी नाच्ने ल गएको है गाना सोच्दै खतरनाक छु फेरि म त फेरि लङवाला गाना हो नि त फेरि लङवाला गाना हो नि त ट्याङ्किने गानै उसले आउन सोचिरहेको थियो ट्याङ्की गाना सोच्दै हुनुहुन्छ हाम्रो महेन्द्रजी र हाम्रो निर्माल आन्टी चाहिँ नाच्नलाई रेडी अहम अहम मारे खतरनाक
साँच्ची म त हो कि या हो हो ल ठिक छ त गाना पो यहाँ कुन गाउने हो यार म त पहिला गाउँथेँ त यार पकाउनु म गाउँछु के म त एक पुरै लाइनै हानिदिने हो कि आफू यार आफू नाच्दैछु फिल भयो यार गाउने कुन गाना गाउने भन्न त कुनमा नाच्नु म त्यही गाइदिन्छु ल भन् यो जुन गाइने हुन्छ के हो के हो यार सुट्नुहुन्छ क्या हो सिकाइदिउ सिकाइदिउ त एउटा जान्दैन मलाई केही थाहा आउँदैन कि मलाई तपाईँको गीत त कहाँ सिकाउनु पाइन्छ बल्ल पुरै हो निर्माया माकुरीको के तुक्का भन नि त म भनिहाल्छु नि गा बल्ल पर्यो निर्माया माकुरी जालैमा त्यति हो सिद्धि हो टुक्का गाउँछु भनेर त्यति हो र यसो पछि छैन छैन क्या अनि सिङ्गर म अर्को गाना अर्को गाना अर्को गाना अरू गाना के छिटो कुन हो म ल दुईटा गाउनु ल तपाईँको मन के मलाई एउटै मात्र गाना जानेछु जान्दैन के छोड्दिएर जान्दैन म ल ल ल ल गाइदिनु कि जे जुन गाइनुहुन्छ के कसले भनेर डोरी जस्तोमा गाइन्छ जस्तो नाचिन्छ सक्दैनौ के गीत पनि गाउनु सक्दैन क्या भने त अति भयो ल ल है च्यालेन्ज जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना कसको छोरा कसको छोरी गाना सक्छ नाच्नुपर्छ कसको ल ल भन 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 पर्यो माया जालैमा कसको छोरा कसको छोरी सिद्धि अब त अझै आउनु लाग्यो कि टुक्का गानै आइन के यार अब हामी फेरि गेम कन्टिन्यू गर्छौँ बाटो हजुरको पाली बाँड्ने मेरो टर्न बाई टर्न हो क्या फेरि हामी गेम कन्टिन्यू गर्छौँ मत फिच्छु के साली मैले पनि फिट्याम चार चार आउँछ नि एकदम सफल सफल हामी गरेर तिमीहरूमा मात्र हात छौँ त अब सिक्दैछौँ त हारिन्छ नि तास पनि आउनु पर्ने रहेछ क्या फेरि साली ऊ यो बाक्लो छ है तर तासभन्दा हेर न 25 यस्तो भने ट्याक्क ट्याक्क यस्तो के अब वाह सफल अब यो त बस्सकै धेरै रहेछ यो 52 25 53 खेल भन्छ नि यो त पुरै 100 कति छ कि बिना 102 101 खेलको रहेछ क्या हो ओ नो फिटाइ हेर न फिटाइ आमा यो त आफैले खाने हो क्या कसैलाई चाहिँ नगे फर्स्ट हुने हो क्या एकचोटि एकचोटि त्यो क्वाक हान्नु कस्तो रे 3 पट्टी खेल्नु पर्छ यस्तो कस्तो होला ए कोब्रा होला हो कोब्रा 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 कोब्राले यस्तो हो ल यो फिटिसक्यो है मान्देऊ है मान्दिनँ ल मान्दिनँ हेर त ओहो ल खतराको स्टाइल छ यहाँबाट हो ल साथ साथ होइन साथसाथै यदि लामो भएछ गेम हेलो वाट इज लभ त के गर्छौ अहिले त जग्नै पर्यो नि फाइदा हो नि त्यो त नि ल नउठाउनु बेबी नदेखाउनु के गर्नु त अनि छोड्दे के हुन्छ त यार भाग्य खेल हो त्यो यार 3 रिभर्स फाल्ने भयो अब कतातिर 3 अब हेर 32 4 हेर त 5 6 7 तान्ने एउटा 2 3 4 पुरै 5 फेरि होइन नि बिचबाट तान्ने अन्त अब नि चाहिँ झाडी तान् माथिदेखि तान्दा नि लक्की पन्जा ओके अब चाहिँ हामी 3 पट्टी त खतरै एउटा हो पार फेरि है काटिदिनु मजा न फेरि त भिनाजु र छ्या, कुन नराम्रो बनाउनु। कहिले सधैँ जितिरहेको छ र साली कहिले जित्यो ओइ होइन थिएन छैन त्यो ए रहेन त त्यहाँ ग्रिन 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 फाल्ने र मैले यो +2 फाले है छैन मसँग अर्को अब यस्तोमा ग्रिन फाल्न पाइने +2 नै फाल्नु पर्यो नत्र बोकी तिमीले दुईवटा त्यो +2 ल मैले पनि जानिसकेँ ए 32 गयो ए कुन कलर हो नि कस्तो लाग्दैछ त भारत लाग्दैछ ओहो 8वटा बोकेर ओ माय गॉड गाउँछ नै नि यल्लो यल्लो 8वटा जित कस्तो लाग्दैछ यल्लो 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 म हो नि रेडी हो के सरी त ल उनो 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 के फाल्यौ रेड हो ब्लक्ड देखिहाल्यो सही हो यार सही गरिस् बडी फाल अब कुन फाल्ने हो म त उचाल्नु रेड नै फाल्ने हो छैन रेड ब्लकमा छ रेड ब्लकमा छ फाल के हुन्छ त्यो ब्लक हो किन फाल्नु पर्यो उनो उनो फेरि उनो भयो दिदी पाली उनो ब्लू होइन अब मसँग ब्लू भटिसम्म ब्लू पनि सक्यो छैन तर होइन तर मसँग छ सेकेन्ड भयो म
ल खै मेरो मसँग छक्का चाहिँ थियो कि सेकेन्ड बार म अब नाच्नु पर्यो नि गाइदिनु न राम्रै सुनिन्छ हारेर मैले गाउने मैले नाच्ने नि भएको नयाँ जालैमा बल्ल बल्ल भेट भएको छैन बल्ल बल्ल भेट जालैमा माया जालैमा चट 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 भने त्यसपछि के हो मिलाउने मिलाएको छ नि मैले जितेर काकाबुच्ची जितेर हाम्रो आन्टी र भारतीले एकजना गाउने एकजना नाच्ने नो मर्सिया भयो बाहिर ल प्लिज मुखले गर्नु पाइन्न मुखले लङ जान्दैन के हिन्दी पनि हुन्छ जे पनि हुन्छ मिक्स हान्दियो कि पुरै डिजे वाला सिकाउँदैछु नि भन्नु ए गाउनु दुईचोटि नाचे एकचोटि निकाल्नु पर्यो ल छिटो म ताली बजाइदिन्छु मलाई गीत बेसी गाउनु मन जान्दैन जे पनि गाउनु नि त नि जे पनि के हिन्दी नेपाली सङ डाउन है तिनचेकी नगाउनु है उलाला 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 के हो सक्यो सक्यो होइन पुन त अघि हुन्छ हुँदैन होइन पहिले सोच्नुपर्छ कि यो गल्ती गर्यो हामी पिछा पनि अब गीत सोधेर बस्नुपर्ने भयो गीत सोधेर गीत गाउन नआएर बिचरा सेम टेक के पाक्दैछ हामीले चाहिँ स्टभ ल्याउन बिर्सेर बार्बिक्यू मसिनमै तताइरहेको छौँ क्याम्प आउने मान्छे हेर न अब मेन कुरै बिर्सिरह क्याम्पिङको स्टप बिर्सेपछि कसरी खाना पाइरा हाम्रो उता चाहिँ अल्छीको ढ्याकुन यिनी जहिले जहाँ गए पनि यस्तो यो अड्यास बिहान उठ्यो भने फास्ट बस्ने मात्रै हो ठ्याक्क रेडी पारिदिनुपर्छ जहिले उता चाहिँ पछाडि गयो फेरि त्यहाँ गाडीमा बस्यो होला यिनी फेरि एक्टिभ हो जहिले यहाँ पुरै अर्को चाहिँ त्यो कपडा फेर्दैछु यो टेनमा कपडा फेर्दैछु त्यसले चाहिँ अनि अब एकछिनमा हामी पनि फेर्छौँ ट्याक्क आएर चाउचो चाहिँ सिधै यो फेरि यता गाइजहरू यसले चाहिँ उहाँ चाउचो खाँदैछु पहिला चाहिँ